मेरो एउटा साथी थियो, नाम थियो अर्जुन। ऊ पहिले धेरै हाँस्ने, रमाइलो गर्ने केटा थियो। फुटबल खेल्थ्यो, गिटार बजाउँथ्यो। उसको सपना थियो ठुलो मान्छे बन्ने। तर सहर पुगेपछि उसको सङ्गत बदलियो। साथीहरूले भनिरहेका थिए, एक पटक ट्राई गर्दा केही हुँदैन। पहिलो दिन चुरोट, पछि गाँजा, अनि लागु औषध। ऊ सोच्थ्यो, म जहिले पनि छोड्न सक्छु। तर लागु औषध यस्तो चिज हो जसले सुरुमा तिम्रो साथी बने जस्तो गर्छ, पछि तिम्रो मालिक बन्छ। बिस्तारै उसको पढाइ बिग्रियो, घरबाट पैसा हराउन थाल्यो, आमाको फोन उठाउन छोड्यो, उसको आँखाभित्रको सपना भेटियो। अस्पतालमा आँखा खुल्दा उसको आमाले हात समातेर रोइरहेकी थिइन्। छोरा, मलाई तेरो सफलता चाहिएको छैन, मलाई तिमी चाहिएको छ। त्यो दिन अर्जुन पहिलो पटक रोयो। उसले निर्णय गर्यो, अब पुराना साथीहरूले फेरि बोलाउँथे, तर उसले हार मानेन। बिहान दौडिन थाल्यो, फेरि पढ्न थाल्यो, आमासँग खुलेर कुरा गर्न थाल्यो, र एक दिन ऊ फेरि मुस्कुरायो। आज त्यही अर्जुन गाउँ गाउँ गएर युवाहरूलाई भन्छ, ड्रग्सले केही समयको नसा दिन्छ, तर जीवनभरको पीडा छोडेर जान्छ। यदि तिमी अहिले सङ्घर्ष गर्दैछौ भने सुन, तिमी सकिन्छौ, तिमी फेरि उठ्न सक्छौ, किनभने अन्धकार जतिसुकै गहिरो भए पनि उज्यालो फर्केर आउँछ। जीवन रोज लागु औषध होइन।